हेलो गाइज, हामी चाहिँ अहिले जुफाल एयरपोर्टमा छौँ। डोल्पाको जुफाल एयरपोर्टमा। यहाँदेखि चाहिँ हामी रूपपाटन जाँदैछौँ। अहिले एक्ज्याक्ट भन्नुपर्दा चाहिँ हामी बस पार्कमा छौँ। जुफाल एयरपोर्टको बस पार्कमा देख्न सकिन्छ। एम्बुलेन्स बसेको छ, एम्बुलेन्स छ, सार्वजनिक शौचालय छ। अनि टक्कै यहाँ माथि हिमाल देखिन्छ र दुनै यहाँदेखि 12 किलोमिटर भनेर लेखेको छ। यो पछाडिको चाहिँ जुफाल बजार हो। यो हामी चाहिँ रूपपाटनको यात्रामा फलो गर्नु होला, हेरिदिनु होला। चस्माले केही देखाएन। यो चाहिँ घट्ट खोला हो। यहाँ चाहिँ पहिला घट्टहरू खोलाउँछ यो खोलाबाट। We are heading toward Rupatan. This is the way. बाटोको हालत चाहिँ यस्तो छ गाइस। उता चाहिँ हामी हिमाल देख्न सक्छौँ। मुरीकोट हो कि मुरकोट के हो, हिमाल हो। अनि तल जुफाल एयरपोर्ट अलि राम्रोसँग देखिँदो रहेछ। यता वन देखिन्छ माथि। यो बाटो त देखिहाल्नुभयो तपाईँले यहाँको, खै तल देखाइदिँदा। यो चाहिँ जुफाल गाउँको मान्छेहरूको जग्गा भयो। हिमाल यहाँ ऊ पनि देखिँदो रहेछ, मन्दिर। यो चाहिँ मेला लाग्छ यहाँ, भदौ पूर्णिमामा ठुलो मेला लाग्छ। मण्डप हो के भन्छ। यो चाहिँ ठ्याक्क डाँडामा आइपुगेका छौँ हामी। यो चाहिँ सेकेन्डरी बाटो हो। उता मेन रुट चाहिँ बन्दै रहेछ, त्यही भएर यो बाटोमा आयौँ हामी। यहाँबाट रूपपाटन देख्न सकिन्छ। दामी रूपपाटन, हिमाल देखिन्छ। रूपपाटनको हिमाल, चिनाराङ्सी के त छ। बाइक जाने बाटो त्यही रहेछ नि त, घरहरू देखिरहेको थाहा छ। अनि हरियाली त छैन, जिरो हरियाली छ। हरियाली अहिले चैत वैशाखको बेलामा हुनाले हरियाली छैन। यो चाहिँ हुमु गाउँ हो है। टक्क यहाँ देखिँदो रहेछ हुमु गाउँ। छेड एरिया।
चौरी भयो म्युनिसिपल गाउँ बाटोमा हेर्नु न बाटोमा हामी चाहिँ दुर्गाउँ पुग्दैछौँ। यो चाहिँ सिलगढी डोल्पा जिल्लामा रहेको ढुङ्गेरी नगरपालिकाको वडा नम्बर 6 मा पर्छ। यो वडा नम्बर 6 मा चाहिँ दुर्गाउँ, थरगाउँ र ताली टाढा ताली गरेर 3वटा गाउँहरू छन्, मुख्य गाउँहरू। दाजुको कन्फिडेन्स बढ्यो बिस्तारै है, यो गोरुहरू डराउँछ दाजु बिस्तारै। त्यहाँ सक्दैन यार म त्यहाँ सक्दैन भन्नु नडराउनु त परिदिनु त्यसरी रोक्नु। उकालो जाने हो कि कता माथि गाउँ कता जाने हो? अब हामी जान्छौँ कहाँ? हामी यहाँ दुर्गाउँ आइपुगेका छौँ। यहाँबाट यस्तो पारी माछपाल देखिन्छ, त्यो भनेको माछपाल हो। ल्यान्डस्केपको कति हाल्नुहुन्छ युट्युबमा हाल्ने?
कस्तो भइरहेछ फिल? थकै लागेको अवस्था छ। त्यही हो, अरू त के भनौँ र। हेलो गाइज, हामी चाहिँ रूपपाटन आइपुगेका त छैनौँ, जाँदैछौँ। अब ताली गाउँदेखि अलि माथितिर आइपुगेका छौँ। यहाँसम्म चाहिँ बाइक आउँदो रहेछ। अब बाइकले दुईजनालाई त अलि तान्नेन, अनि एकजना चाहिँ गइसक्नुभयो, म चाहिँ हिँड्दै गइरहेको छु। पछाडिपट्टि चाहिँ हिमाल देख्न सकिन्छ। यो चाहिँ हेर्सा पाउने ऊहरू है, ठ्याक्कै हिमालय त होइन, खै नाम त थाहा छैन, जे होस् हिमाल छ। हेर्सा पाउने पाटन हो त्यो चाहिँ। अहिले हिउँ छ पुरै। यहाँबाट त्यहाँ माथि पनि त्यस्तै छ। यो छ बाइकले तानेन दुईजनालाई, अनि हिँड्दै छु म चाहिँ। दाइ चाहिँ अगाडि बाइकमै जानुभएको छ। अरू त के बोल्नु, थकाइ छ। चस्मा लाउँ है त। बुढो त्यहाँ बसिरहेछन्। पहाडों में हूँ मैं, क्या आज मौसम सही। छेउमा यो हिमाल हेर्दै टक्क हिँड्दै मनुवा। त्यही पनि थकै लागेको अरे, बिस्तारै हिँड्दा हिँड्दै पनि। देऊ न हजुर, त्यो फुच्चे होला क्या। है फोन गरेर त त्यो हो कि होइन, म लगेर जाउँ बाइक कि डबल तान्छै तान्दैन? डबल तान्छ मलाई जाउँदा। नभए म थाकिसकेको छु। टाढा टाढा टाढा। हजुर, विन्टर इज कमिङ है गाइज। भन्नु भएन, विन्टर त गइसक्यो। टाढा टाढा टाढा। टाढा टाढा टाढा। दामी आयो। ए दामी बवाल। हिमाल पनि दामी देख्छ है।
Oh my god. Is this Switzerland? No, It's Rupatan. this is Rupatan, baby. हो पाटन क्या दामी पाटन छ यार है हरियो हुन्छ झन् उता पछि माउन्टेन रेन्ज उता हेर न घोडाहरू त्यसपछि हेर न पाटन पुरै भाट हेर न यहाँ लगेर इन गर न दामी आउँछ यार सक्छ त अनि ल गाइजहरू म चाहिँ यहाँ उपेता एरियातिर आइसकेको छु चट्ट जाँदैछौँ हामी रुखपाटनतिर एरियातिर हाइच फोटो खिचौँ न हाँ फोन आयो बुके फुल पाटनको बुके फुल हिउँ यहीँ छ ओ माई यसो हेरिदिनु त यो हाम्रो टक्क हिम श्रृङ्खला कति दामी देखिन्छ यहाँदेखि सर्र दाइ सर्र त्यहाँदेखि त्यहाँदेखि सर्र हेर्नु त हामी चाहिँ अहिले रुखपाटन आइपुगेको छौँ यस्तो राम्रो देखिन्छ हिउँको पछ्यौरीले हिमाल पहेँलो बुकी फुल फुल्न थाल्यो रहेछ यहाँ हामी अहिले पाटनतिर हिँड्दैछौँ यो चाहिँ टक्क हिमालदेखि हिमाल भयो हिम श्रृङ्खला हेर्छ पाउने पाटन चाहिँ यति नै हुन् अनि यहाँ एकजना टिम एउटा गाउँको मान्छेहरू चाहिँ यो डाँडामा बस्छन् अब यो डाँडामा बस्छन् यो बागडाँडा भन्छ यो ठाउँलाई चाहिँ कोही फेरि यहाँ बस्छन् भनेपछि यहाँ बस्छन् ओपा भन्छ यो ठाउँलाई चाहिँ हेर्छ गुम्बा टिप्न जाँदाखेरि टक्क यहाँ बस्यो यहाँबाट माथि यहाँ डाँडा
चढेर अनि त्यहाँबाट सिधै टिप्न जान्छन्। एउटा टिम चाहिँ टिम भन्न आएछ फेरि एउटा गाउँलेहरू चाहिँ कोही गाउँलेहरू चाहिँ यहाँ माथि घर देखिरहेछ त्यो एरियामा बस्छन्। तरपरे हुन्छ त्यो ठाउँ चाहिँ, त्यो ठाउँ तरपरे, यो ठाउँ पार, यो चाहिँ बाघ डाँडा डाँडै जस्तो छ। हाम्रो लक्ष्य चाहिँ अहिले तरपरे पुग्ने छ, सकिन्छ कि नै। दाइले यसो हेरेर 10 मिनट त रहेछ भन्छन्, फेरि 10 मिनट पुगेपछि अब चाहिँ 10 मिनट हो भन्छन्, हिँडेछन्। ल है गाइज, हामी चाहिँ हाम्रो डेस्टिनेसन हामीले आफूले तोकेको ठाउँतिर लगभग पुग्न लागिसक्यौँ। एकछिन यसलाई घटाउँछु है, थोरै घट्यो। पुनः आँटिसक्यौँ। हाम्रो दुनैबाट हिँड्दाखेरि चाहिँ लक्ष्य के थियो भनेपछि हामी तरपरेसम्म चाहिँ पुग्नुपर्छ भन्ने थियो। तरपरे नपुगे पनि ओपेटा ओपेटा त भन्ने नि उपेतासम्म लगभग हामी पुग्छौँ भन्ने लक्ष्य थियो। उपेता तलै छोडेर हामी माथि तरपरेसम्म आइसक्यौँ। यो भनेको वन भयो, देखाइसकेको छु। कतिचोटि एउटै कुरा भनिराख्नु होइन। यहाँ माथि तरपरे गाउँ छ, देखिन्छ कि नै कुन्नी? गाउँ होइन है यो, गाउँ भनेछु खास यो हो, यार्सा गुम्बा टिप्न आउँदाखेरि चाहिँ बस्ने ठाउँ हो। गाउँलेहरू टक्क यहाँ आउँछन् अनि यार्सा गुम्बा टिप्ने बेलामा यही यो सानसानो घरको उहरू छ, के अरे ढुङ्गाको घर जस्तो सानो छाप्रो जस्तो छ, यो ठाउँमा बस्छन् अनि त्यहाँ डाँडाहरूमा यार्सा गुम्बा टिप्न जान्छन्। त्यो ठाउँमा हामी आइपुगेका छौँ। आफ्टर एप्रोक्स 12 इयर्स पछि हामी आइपुगेका छौँ। हामी होइन, म, दाइ त पहिलोचोटि हो। यति नै छ। हामी चाहिँ यहाँ तरपरे आइपुगेका छौँ। यो ठाउँमा चाहिँ यार्सा गुम्बा टिप्न आउँदाखेरि चाहिँ यो ठाउँमा मान्छे बस्छन् अनि यहीँ बसेर खानपिन यताउता गरेर चट्ट पारी डाँडामा यार्सा गुम्बा टिप्न जान्छन् अनि फेरि उताको काम सकेर बेलुका बस्नलाई यही ठाउँ आउँछन्। हामी चाहिँ अहिले तरपरे आइपुगेका छौँ। यो चाहिँ तरपरे भन्ने ठाउँ हो, रूपपाटनको सिलगढी नगरपालिका 6 तिर पर्छ, डोल्पा जिल्ला, नेपाल कन्ट्री, अर्थ, मिल्की वे ग्यालेक्सी। त्यस्तो छ है यहाँको वातावरण। यो पछाडिकै ढाड निकालिदिनु, ठिक छ? पोर्ट्रेटमा के गर्नु भनेपछि तिम्रोमा जुम गरेर तिम्रो खिच्छ सँगै। म देखाएको छु कालो देखेको छ अहिले, लास्टै कालो देखायो कि। छोडिदिनु त्यसो। हेलो हेलो हेलो। ल
ल हामी चाहिँ अब फर्किँदैछौँ यहाँदेखि। जान त मन थिएन, के गर्ने, जानै पर्ने हुन्छ। यस्तो राम्रो ठाउँ छोडेर जाँदैछौँ। तपाईँहरू पनि आउनु होला, एकचोटि यसो हेरिदिनु होला होइन, घुम्नु होला, घुम्नुपर्छ होइन। ल उता जाउँ है। यस्तो राम्रो राम्रो ठाउँ छ। भेडाहरू चढ्दैछन्। जुम्बा यहाँबाट दामी देख्छ बिजो सब। ल खिचिरहेको छु, तपाईँकै भिडियो बनाउन जस्तो भएको छ यहाँ। दामी ल। भइसक्यो 10 सेकेन्ड भयो। अब रिक्सन अलि कतै मोबाइल खस्ला के होला यार। यो सानो यो 10 सेकेन्डको क्लिप